The potentiometer ko help bata we are going to measure internal resistance of a cell using potentiometer. Important छ यो टपिक पनि र यो A देखि B भनेको this is 10 meter long potentiometer wire and it is connected to a rheostat. Rheostat is here to maintain steady current through the potentiometer wire. Emitter त मेजर गर्न current कति छ भनेर मेजर गर्न चाहिहाल्यो. As well as हामीसँग यहाँ ड्राइभिङ सेल पनि छ. It is symbolized as E naught है त. अर्को यहाँ टेस्ट सेल भएको हुनाले यसलाई हामी टेस्ट सेल पनि भन्छौं. TST टेस्ट सेल. ओके हामीसँग ड्राइभिङ सेल छ and it is connected to point A of a potentiometer wire. यसलाई हामी प्राइमरी सर्किट भन्छौं. यो माथिको प्राइमरी सर्किट भन्छौं. इन्टरनल रेजिस्टेन्स निकाल्नु छ. यसको EMF E भएको सेललाई चाहिँ हामी सेकेन्डरी सर्किटमा यसरी कनेक्टेड गर्छौं. मतलब पोजिटिभ टर्मिनल अफ अ ब्याट्री यो लङ भनेको पोजिटिभ टर्मिनल हुन्छ, स्मल सानो नेगेटिभ टर्मिनल हुन्छ. पोजिटिभ टर्मिनल अफ अ ब्याट्री इज कनेक्टेड टु पोइन्ट A पोटेन्शियोमिटर वायर को स्टार्टिङ पोइन्टमा कनेक्टेड हुन्छ एन्ड नेगेटिभ टर्मिनल इज कनेक्टेड टु अ ग्याल्भनोमिटर. ओके एन्ड एक्रस द टेस्ट सेल को प्याराललमा हामी के गर्छौं त भन्दा एउटा रेजिस्टेन्स बक्स गर्छौं. मलाई थाहा होला रेजिस्टेन्स बक्स भनेको रेजिस्टेन्स बक्सले यसरी पिक गर्न मिल्ने है त. रेजिस्टेन्स बक्स भनेको पिक गर्न मिल्ने. वी क्यान भेराइ रेजिस्टेन्स एन्ड रेजिस्टेन्स बक्स इज कनेक्टेड इन सिरिज विथ अ की. यो की को एकदम ठूलो रोल छ है त. यो की ले नै यहाँ सबै रोल गर्छ एन्ड दिस इज कनेक्टेड टु अ ग्याल्भनोमिटर. ओके अब इनिशियली यही कुरालाई चाहिँ ल्याङ्ग्वेजमा लेखेको छौं. हामीले ल्याङ्ग्वेज सकेसम्म मिनिमाइज गरेर लेख्ने तर लेख्दै नलेख्ने हैन. यसको लागि पनि केही फुल नम्बर पाउनको लागि ल्याङ्ग्वेजले पनि केही मद्दत गर्छ. यही फिगर हामीले जे बनाएको छौं यही कुरालाई हामीले के गर्ने हो त भन्दा ल्याङ्ग्वेजमा लेख्ने. सी अ ड्राइभिङ सेल इनट इज कनेक्टेड इन सिरिज विथ पोटेन्शियोमिटर वायर AB है त. यो पहिला इनिशियली के छ यो कनेक्सन नजोड्दा यो सिरिजमा कनेक्टेड छ. सो पोटेन्शियोमिटर वायर AB इज कनेक्टेड in series with driving cell inert. A constant current I is maintained with the help of rheostat. Rheostat को कामै त्यही भनेको थियो हामी constant current maintain गर्ने भनेर भनेको थियो. As well as the cell of EMF E, this E, whose internal resistance R small r is to be determined is connected in secondary circuit. यो तलको सर्किटलाई हामी secondary circuit भन्ने. Also resistance box is connected in parallel to a cell. Cell सँग parallel मा छ. Provided with a key सँग provided भयो. Then both combination is connected to a galvanometer. अब यहाँ जे रोल खेल्छ यही की लिएर ग्याल्भनोमिटरले गर्ने. अब ग्याल्भनोमिटर के हुन्छ त भन्दा दुईटा कन्डिसन हुन्छ है त. जब मैले यो की ओपन गरे जब मैले यो की ओपन गरे अब ओपन गरे भने के हुन्छ त भन्दा इनिशियली है त. देन व्हेन की इज ओपन मैले यहाँ लेखे पनि छ व्हेन की इज ओपन देन जक्की इज स्लाइडेड ओभर वायर AB. जस्तै यहाँबाट जक्की निकाल्नु पर्यो एउटा. दिस E naught creates potential gradient across the whole wire AB. यहाँबाट आएको E naught करेन्ट सप्लाई गर्ने A देखि B मा हो. यसले पोटेन्शियल ग्रेडियन्ट क्रिएट गर्ने काम गर्छ यो E naught ले. सी when key is open then जक्की is slided over the wire AB. A देखि B मा जक्की स्लाइड गर्नु पर्यो. सपोज मैले स्लाइड गरेर के गरे त भन्दा जक्की सरी स्लाइड गरेर मैले यो C point मा ल्याए. Let the distance between AC A देखि C सम्मको डिस्टेन्सलाई लेट्स से L1 हैन. के न के लेन्थ त हुन्छ. लेट्स से L1. अब यो केसमा के हुन्छ त यहाँ जान्न पर्ने कुरा नै एक लाइन हो. दुई लाइन जाने भने हामीलाई सबै जानि हालिन्छ. के गर्नु पर्यो जब की ओपन गर्छ देन जक्की स्लाइडेड अन द वायर AB. अब कति बेरसम्म स्लाइड गर्ने त भन्दा until we get null point at point C. यहाँ यसरी करन्ट बगेको छ. यो करन्ट यो तल सर्किटमा आउँछ कि नै आउँछ. इनिशियली के हुन्छ त भन्दा यहाँबाट बगेको करन्ट यता तल सर्किटमा पनि आउँछ. अनि यहाँ पनि एउटा सिन्स यो ओपन भएको हुनाले यसबाट यो टेस्ट सेलले प्रोवाइड गरेको जो करन्ट छ यो तलपट्टिको सर्किटमा आउँदैन किनकि यो ओपन भएको हुनाले द करन्ट डज नट पास थ्रु रेजिस्टेन्स बक्स. मतलब सर्किट के भयो त भन्दा A देखि ग्याल्भनोमिटर हुँदै सपोज यहाँनेर नल पोइन्ट आएन ग्याल्भनोमिटरले के डिफ्लेक्सन देखायो भने करन्ट के फ्लो भइराको छ. हामी स्लाइड गर्दै जान्छौं. स्लाइड गर्दै जाँदा एउटा यस्तो पोइन्ट आउँछ जहाँ ग्याल्भनोमिटरले जीरो डिफ्लेक्सन देखाउँछ. जीरोमा आएर अडिन्छ मतलब नल डिफ्लेक्सन देखाउँछ. अब त्यो कन्डिसनमा के हुन्छ त भन्दा इन दिस केस पोटेन्शियल डिफरेन्स एक्रस VAC मतलब V र AC मा जति पोटेन्शियल डिफरेन्स हुन्छ दैट मीन्स
BAC is equals to EMF of test cell भन्छ है त। यो E र BAC इक्वल भयो भने अब ग्याल्भनोमिटरले के गर्छ त भन्दा यहाँबाट करेन्ट पास हुँदैन। इनिशियली नल पोइन्ट नआउँदा चाहिँ पास भएको थियो, जब स्लाइड गर्दै जाँदा नल पोइन्ट आउँछ तब के हुन्छ त भन्दा BAC र E इक्वल हुन्छ। BAC भनेको द पोटेन्शियल डिफरेन्स बिट्विन टु पोइन्ट्स अन अ पोटेन्सियोमिटर वायर, E भनेको यसको EMF, यसको EMF र यसको पोटेन्शियल डिफरेन्स इक्वल भयो भने द करेन्ट डज नट पासेस थ्रु ग्याल्भनोमिटर। त्यस्तो कन्डिसनलाई हामी भन्छौँ नल डिफ्लेक्सन कन्डिसन। खासमा यो के हुन्छ होला त यहाँ है त, BAC र E किन इक्वल भयो भने करेन्ट पास हुँदैन त भन्दा हेर है त। यस्तो कन्डिसनमा के हुन्छ त भन्दा सानसानो केही कुराहरू छन्, एक्जाममा चाहिँ लेख्नु पर्दैन। एट दिस कन्डिसन these two potential perfectly oppose each other, so no current flows in the secondary circuit भन्छ। जस्तै यो पनि पोटेन्शियल हो, यो पनि पोटेन्शियल हो, दुईटै भोल्टेज हो, यिनले एकअर्काले के गर्छ त भन्दा अपोज गर्छ भोल्टेजहरू, सच दैट अपोज गर्ने हुनाले क्यान्सल आउट हुन्छ र यो ब्रान्चबाट अब यहाँदेखि तल करेन्ट बग्दैन, ब्रान्चबाट करेन्ट बग्न छाड्छ है त। इफ E equals to BAC then net potential difference across the galvanometer is 0, यो त 0 हुन्छ त भन्यो, तर नेट पोटेन्शियल डिफरेन्स के हुन्छ त भन्दा BAC माइनस E गर्दा 0 हुन्छ है त। यिनीहरूको नेट पोटेन्शियल आफ्नो त छ, तर नल डिफ्लेक्सन हुने कन्डिसनमा ग्याल्भनोमिटरबाट करेन्ट नबग्दाखेरि के हुँदो रहेछ त भन्दा नेट पोटेन्शियल 0 हुन्छ। नेट पोटेन्शियल 0 हुनु भनेको के, ओम्सले के भन्छ V इक्वल्स टु IR भन्छ। जस्तै यो नेट पोटेन्शियलै 0 छ भने करेन्ट पनि 0 हुने भयो, त्यही भएर ग्याल्भनोमिटरबाट करेन्ट बग्दैन, त्यही यही भनेको छ। सो फ्रम ओम्स ल इफ नेट पोटेन्शियल इज 0, ओके, नेट पोटेन्शियल इज 0, current flowing the galvanometer is also 0 है त। हामीलाई यति धेरै चाहिँ जान्नु पर्दैन, एक्जाममा लेख्न चाहिँ के लेख्नु पर्यो त भन्दा यो लाइन छोड्नु भएन। फ्रम प्रिन्सिपल अफ पोटेन्सियोमिटर हामीले अघि भर्खर पढेका थियौँ, योभन्दा अगाडि क्लासमा एकचोटि गएर हेर्दा पनि हुन्छ। प्रिन्सिपल अफ पोटेन्सियोमिटरले के भन्छ त भन्दा पोटेन्शियल डिफरेन्स across certain portion of wire, potential difference across certain portions of wire is directly proportional to its length. Here the length is L1. So, or we can say V र E equal भएको हुनाले we can say E directly proportional to L1 or E equals to KL1. Equation 1, where K is constant called potential gradient. पोटेन्शियल ग्रेडियन्ट है त, के एउटा कन्स्टेन्ट हो जसको नाम हो पोटेन्शियल ग्रेडियन्ट। मतलब एउटा इक्वेसन के हुँदो रहेछ, E इक्वल्स टु KLN भयो। अब के क्लोज गर्यो भने के हुन्छ, क्लोज है त दुईटा कन्डिसन छन्, एउटा ओपनको कन्डिसन गर्नुपर्ने हुन्छ, एउटा क्लोजको कन्डिसन गर्नुपर्ने हुन्छ। व्हेन के इज क्लोज, सपोज यो मैले के क्लोज गरे भने अब के हुन्छ र है त। अघि पो के ओपन थियो, यहाँबाट यो EMF ले करेन्ट प्रोभाइड गरेको थिएन, किनकि सर्किट कम्प्लिट थिएन। अब यो की क्लोज गर्दा बित्तिकै हुन्छ के हुन्छ त भन्दा सम करेन्ट I करेन्ट फ्लोज थ्रु दिस सर्किट, केही न केही अब यहाँ करेन्ट बग्न थाल्छ किनकि सर्किट कम्प्लिट पनि भयो। अब यहाँ I करेन्ट बग्यो भने यहाँ केही न केही र यहाँबाट आएको EMF थ्रु रेजिस्टेन्स बक्स हुँदै पास भइरहेको छ भने यहाँ केही न केही के हुन्छ त भन्दा पोटेन्शियल ड्रप हुन्छ। यो पोटेन्शियल ड्रपलाई हामी भन्छौँ टर्मिनल पोटेन्शियल डिफरेन्स भनेको छ है त। व्हेन K इज क्लोज्ड, okay, then current will pass through resistance box and null point. अब अगेन हामीले के गर्नु पर्यो त भन्दा अगेन जक्की, अघिको जक्की स्लाइडले अब काम गर्दैन, अघि सी मा नल पोइन्ट आयो भने अब यो क्लोज गर्यो भने नल पोइन्ट आउँदैन। अगेन वी हैव टु स्लाइड अ जक्की फेरि स्लाइड गर्नु पर्यो टु गेट नल पोइन्ट एट डी। सपोज यो नल पोइन्ट कहाँ आउँछ त भन्दा अब EL2 डिस्टेन्समा आयो है त, अघिको भन्दा अलिकति कम डिस्टेन्समा आउँछ, एकदम ख्याल गर्ने बनाउँदाखेरि है त। अलि हामी इक्वेसनमा पनि हेर्छौँ, यो डी चाहिँ सेकेन्ड कन्डिसनको लागि, सी चाहिँ फर्स्ट कन्डिसनको लागि। null point is obtained at point D, let the distance between A and D is EL2. In this case terminal potential difference B, अघि हामीले भनेकै छौँ। अब फेरि यो ग्याल्भनोमिटरले नल पोइन्ट देखायो भने मात्रै यहाँ डिस्टेन्स हामी A देखि D सम्म डिस्टेन्स अफ नल पोइन्ट भन्छौँ हैन। इन दिस केस टर्मिनल पोटेन्शियल डिफरेन्स V across the resistance box is equal to potential difference across the wire. अगेन के हुँदो रहेछ त भन्दा यो जब यो यहाँबाट करेन्ट फ्लो हुन थाल्छ, यो क्लोज हुन्छ, तब के हुन्छ त भन्दा रेजिस्टेन्स बक्स इज अल्सो इन्ट्रोड्युस इन द सर्किट। अघि रेजिस्टेन्स बक्सको काम थिएन,
अहिले चाहिँ रेजिस्टेन्स बक्स पनि इन्ट्रोड्युस भयो सर्किटमा किनकि करेन्ट फ्लो भयो यसमा अनि ग्याल्भनोमिटर स्लाइड गर्दा डीमा नल पोइन्ट आयो यो कन्डिसनमा के हुन्छ त भन्दा टर्मिनल पोटेन्शियल डिफरेन्स एक्रस रेजिस्टेन्स बक्स मस्ट बी इक्वल्स टु पोटेन्शियल डिफरेन्स एक्रस पोटेन्सियोमिटर वायर VAD यति दुईटा कुरा जान्नु पर्यो एउटा यो जान्नु पर्यो एउटा यो जान्नु पर्यो ओके अब किन यहाँ दुईटै पोटेन्शियल डिफरेन्स इक्वल हुनु पर्यो त भन्दा अघि मैले भनिसके कि नेट पोटेन्शियल अपोज गर्छ नेट पोटेन्शियल 0 हुनुपर्छ VA माइनस VAD मस्ट बी 0 किनकि दुईटा पोटेन्शियल एक अर्कामा अपोज गर्दा क्यान्सल आउट हुन्छ सो द्याट ग्याल्भनोमिटरबाट करेन्ट बग्दैन ग्याल्भनोमिटरबाट करेन्ट नबग्दा एउटा कन्डिसन के हुनु पर्दो रहेछ त भन्दा यी दुईटा चिजको पोटेन्शियल सेम भयो भने करेन्ट नेट पोटेन्शियल 0 हुँदो रहेछ मतलब दिस V मस्ट बी इक्वल्स टु पोटेन्शियल डिफरेन्स एक्रस VAD अगेन फ्रम प्रिन्सिपल अफ पोटेन्सियोमिटर the potential difference across certain portion of potentiometer wire is directly proportional to its length हैन यो त हामीले पोटेन्शियोमिटर को प्रिन्सिपल मै भनेको छ सो वी क्यान से VAD र V इक्वल छ भने वी क्यान से V डाइरेक्टली प्रोपोर्शनल टु L2 or we can say V equals to K L2 equation 2 where K is again potential gradient अघि हामीले पनि लेखेको छ के भनेको के हो त भन्दा पोटेन्शियल ग्रेडियन्ट हो द फल अफ पोटेन्शियल पर युनिट लेन्थ पोटेन्शियल ग्रेडियन्ट हो हामीसँग दुईवटा इक्वेसन आयो एउटा E equals to KL1 next one is V equals to KL2 now dividing equation I and II दुईटालाई डिवाइड गर्दा we can say EYV equals to KL1 and KL2 or EYV equals to L1 by L2 this is equation 3 अब हामीले त इन्टरनल रेजिस्टेन्स निकाल्नु छ बट अहिलेसम्म R को कुरो कतै आएको छ त छैन इन्टरनल रेजिस्टेन्स निकाल्नु छ R को कुरो कतै आएको छैन भने अब लेट्स इन्ट्रोड्युस R अब R इन्ट्रोड्युस गर्नु पर्यो त्यसको लागि चाहिँ हामी यो सेकेन्डरी R के छ त भन्दा हामी यहाँ सेकेन्डरी सर्किटमा आएर छ सेकेन्डरी सर्किटमा आएको हुनाले using Ohm's law in secondary circuit र त सेकेन्डरी सर्किटमा एउटा के छ त भन्दा जब यो की क्लोज हुन्छ तब करेन्ट फ्लोस थ्रु दिस रेजिस्टेन्स बक्स सर्किट कम्प्लिट हुन्छ एउटा तर ग्याल्भनोमिटर देखि त जाँदैन किनकि नल डिफ्लेक्सन कन्डिसन हुन्छ यतिमा चाहिँ के हुन्छ त भन्दा करेन्ट फ्लो हुन्छ मतलब करेन्ट फ्लो हुन्छ मिन्स यहाँ रेजिस्टेन्स छ रेजिस्टेन्स जहाँ छ त्यहाँ के हुन्छ केही न केही पोटेन्शियल डिफरेन्स हुन्छ ओम्स लले के भन्छ त भन्दा पोटेन्शियल टर्मिनल पोटेन्शियल डिफरेन्स मस्ट बी इक्वल्स टु V इक्वल्स टु IR यो त है हामीले हेरेको कुरो भइहाल्यो अल्सो हामीलाई के थाहा छ त भन्दा यो यहाँबाट आएको EMF है त यसले प्रोवाइड गरेको EMF यसले प्रोवाइड गरेको भोल्टेज अब अल ओभर द यो सर्किटमा राउन्ड सर्किटमा फ्लो हुँदा के हुन्छ त भन्दा एउटा त यहाँ पोटेन्शियल डिफरेन्स हुन्छ एउटा यसमा पोटेन्शियल डिफरेन्स हुन्छ IR एज वेल एज कहाँ पनि पोटेन्शियल डिफरेन्स हुन्छ त भन्दा यसको आफ्नै रेजिस्टेन्स पनि छ है त एउटा टर्मिनल पोटेन्शियल डिफरेन्स V इक्वल्स टु IR भयो एज वेल एज यहाँबाट आएको EMF अल ओभर द सर्किट फ्लो गर्दा एउटा पोटेन्शियल ड्रप यहाँ हुन्छ अनि अर्को पोटेन्शियल आफ्नै सेलमा पनि हुन्छ किनकि यसको रेजिस्टेन्स R छ इन्टरनल रेजिस्टेन्स सो वी क्यान से IR मतलब IR प्लस R भने पनि भयो है त IR प्लस R भन्ने इक्वेसन धेरै ठाउँमा देखेको छ होला अब यही इक्वेसनलाई हामी सल्भ गरेर हामी निकाल्ने हो त्यसको लागि R E equals to IR plus IR or E equals to IR भनेको टर्मिनल पोटेन्शियल डिफरेन्स V छ प्लस IR हामीलाई R चाहिएको छ सो R equals to E minus V by I also or R equals to E minus V by R र I equals to के हो त भन्दा V equals to IR भन्यो भने V by R
v by r गर्दा r माथि गयो एउटा इक्वेसन यो पनि हो or r equals to e minus v minus 1 times r यो पनि के हो त भन्दा एउटा इक्वेसन कहिलेकाहीँ एक नम्बरमा सोधिरहेको हुन्छ internal resistance of cell in terms of e and v भन्छ e र v को टर्ममा इन्टरनल रेजिस्टेन्स के हुन्छ भनेर एक मार्क्समा सोधेको हुन्छ यो लेख्नु पर्यो अल्सो हाम्रो त्यहाँ ब्यालेन्सिङ लेन्थ आएको हुनाले इन टर्म्स अफ ब्यालेन्सिङ लेन्थ के हुँदो रहेछ त भन्दा फ्रम इक्वेसन र इक्वेसन e by v को भ्यालु आएको छ l1 by l2 फ्रम इक्वेसन 3 फ्रम इक्वेसन 3 r equals to l1 by l2 minus 1 times r यो चाहिँ के भयो इन टर्म्स अफ ब्यालेन्सिङ लेन्थ इन टर्म्स अफ ब्यालेन्सिङ लेन्थ को टर्ममा चाहिँ l1 by l2 minus 1 अब अघि मैले एउटा कुरा के भनेको थिएँ त भन्दा दिस l1 ग्रेटर हुनुपर्छ l2 भन्दा भनेको थियो हैन त यहाँ घटाउने भने के हुन्छ l1 minus l2 हुन्छ यदि l1 ग्रेटर हुने हो l2 ग्रेटर हुने हो नि माइनसमा आउँछ दैट्स व्हाई l1 always must be greater than l2 किन ग्रेटर हुनुपर्छ होला त यसो विचार गरौँ है त अघि के थियो त भन्दा यो EMF पहिलो केसमा के थियो ओपन हुँदा यो EMF l1 सँग VAC सँग इक्वल थियो VAC सँग इक्वल भएको हुनाले वी क्यान से KL1 सँग इक्वल छ सेकेन्ड केसमा जब यो पोटेन्शियल यहाँबाट आएको EMF केही न केही ड्रप हुने भएको हुनाले यो ड्रप भएको कुरा यो लेन्थमा पनि देखिन्छ त्यही भएर लेन्थ अलिकति कम आउँछ सेकेन्ड कन्डिसनमा लेन्थ कम आउँछ फर्स्ट कन्डिसनमा लेन्थ अलिकति ठुलो हुनु पर्यो अनि यो इक्वेसनले पनि यही भन्छ r equals to l1 by l2 minus r यो एकदम इम्पोर्टेन्ट पनि छ हेर्नु पनि पर्यो अनि एउटा ध्यान दिनुपर्ने कुरा के छ त भन्दा द ड्राइभिङ सेल मस्ट बी अलवेज ग्रेटर देन टेस्ट सेल है त ड्राइभिङ सेल जहिले पनि के हुनुपर्छ त भन्दा जुन मेजर गर्नु छ टेस्ट सेल मेजर गर्नु छ यो भन्दा ग्रेटर हुनुपर्छ जहिले पनि है त त्यही भएर मैले फिगरमा पनि के गरेको छ भने दुईवटा सेल युज गरेको छ यहाँ एउटा मात्र सेल छ है त यदि सिमिलर सेल भयो भने यहाँ यो र यो इक्वल हुँदैन है त BAC र E इक्वल हुँदैन नल पोइन्टै भेटिदैन इफ कहिले काहीँ सोध्छ व्हाट ह्यापन्स व्हेन ड्राइभिङ सेल इज लेसर देन टेस्ट सेल भन्यो भने नल पोइन्ट क्यानट बी अब्टेन भन्नु पर्यो नल पोइन्टै अब्टेन हुँदैन किनकि यहाँ पोटेन्शियलै ड्रप हुँदैन यो एकरस्त वायर